हजुरआमालाई फोहोरको थुप्रोमा एउटा सुनको घोडा देखिन्छ र उहाँले छिट्टै उठाउनुहुन्छ। तर लोभी हजुरबुबाले जबरजस्ती त्यो सुनको घोडा हजुरआमाबाट खोज्छन्। असहाय हजुरआमाले त्यसपछि छेउमै परेको पुरानो फलामको घोडा उठाउनुहुन्छ। घर पुगेर हजुरबुबा खुसीले नाच्न थाल्छन्। त्यसपछि उनी त्यो घोडा बेच्नका लागि एकजना व्यापारीसँग मोबाइलमा कुरा गर्न थाल्छन्। त्यत्तिकैमा अचानक सुनको घोडा बिस्तारै धेरै ठूलो हुन थाल्छ र त्यसको मुखबाट हजारौं मुसा निस्कन थाल्छन्। हजुरबुबा डरले चिच्याउन थाल्छन्। उता हजुरआमा त्यो फलामको घोडालाई सफा गर्न रगडिरहनु भएको हुन्छ। त्यत्तिकैमा त्यो घोडा जीवित हुन्छ र हजुरआमाको साडीको पल्लु समातेर तान्न थाल्छ। तान्दै तान्दै उसले हजुरआमालाई एउटा पुरानो घरको पछाडि लैजान्छ। घोडाले जमिन खन्न थाल्छ र हजुरआमालाई पनि खन्न इशारा गर्छ। हजुरआमाले जमिन खन्दै जाँदा एउटा पुरानो बाकस भेट्नुहुन्छ। हजुरआमाले बाकस खोल्ने बित्तिकै भित्र हजारौं सुनका सिक्का देखिन्छन्। तर घोडा रुन थाल्छ किनकि कसैले पनि त्यसका लागि लाइक वा सब्स्क्राइब गरेका छैनन्। यदि तपाईलाई कथा मन पर्यो भने लाइक गर्नुहोस्, फलो गर्नुहोस् र हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्।